गर्छु। अक्षर ज्ञान मात्र नभई जीवनको सही अर्थ, कर्तव्यबोध, इमानदारीता, अनुशासन, दया, परोपकार, सत्यता र आदर भाव यी कर्म सिकाउने शिक्षा नै संस्कारयुक्त शिक्षा हो। समाजप्रतिको जिम्मेवारी र आत्मअनुशासनको सन्देश शिक्षा मार्फत दिन सकिन्छ। घरले आदर र सम्मान, विद्यालयले कर्तव्य र सत्यनिष्ठा र समाजले सहयोग र अनुशासन सिकाउन सक्ने हो भने त्यो जतिको अरू कुनै संस्कारयुक्त शिक्षा हुँदैन। संस्कार र आत्मसंयमले मानिसको चरित्र निर्माण गर्छ। त्यही बाटोले असल समाज निर्माणमा टेवा पुर्याउँछ। शिक्षाद्वारा निस्वार्थ कर्म गर्ने र सेवाभावको भावनाले वृद्धप्रतिको सम्मान, आमा बुबा, अग्रज तथा शिक्षकप्रतिको सम्मान र सेवाभाव देखाउन सकिन्छ। होइन भने मोबाइल तथा सञ्चारको दुरुपयोगले समय, सोच र नैतिकता नष्ट भइरहनेछ। संस्कारयुक्त शिक्षाले इमानदारीता, अनुशासन सिकाउँछ र त्यसले एउटा बालक असल नागरिक बन्दछ जसले समाज निर्माणमा ठूलो भूमिका खेल्दछ।